आज चाहिँ हामी टावर ब्रिज अब रातिमा नाइट भ्यूमा चाहिँ कस्तो देखिन्छ के देखिन्छ हैन त्यो तरिकाले हामी माहौल क्रिएट गरेर चाहिँ बस्नेछौँ हैन ट्याक्क तलतिरपट्टि बस्छौँ र टावर ब्रिज चाहिँ अब तलबाट रातिको भ्यूमा चाहिँ कस्तो देखिनेछ त भन्ने एउटा हामीले तपाईहरुलाई चाहिँ ट्याक्क भर्चुअल एउटा भिडियो मार्फत हैन तपाईहरुलाई चाहिँ टेलिकास्ट गर्नेछौँ सो स्टे विथ अस हामीसँगै रहनु होला है लन्डनको टावर ब्रिजको भ्यू चाहिँ म टोटल्ली तपाईहरुलाई देखाउने नै छु है यस्तो छ लन्डनको टावर ब्रिज इन नाइट भ्यू भाइ फर्स्ट टाइम इन टावर ब्रिज हैन त कस्तो लागिरहेछ त नि एक्साइटेड छौ नि है फोटो खिच्नु भने दाइले फोटो खिचिदिन्छ नि फेरि दाइले यहाँ भ्लगमा मात्रै प्रायोरिटी दिएर आएन तिम्रो फोटो पनि खिचिदिन्छु है म डोन्ट वरी कुन लोकेसनमा कुन चाहिँ पोइन्टमा तिमीलाई फोटो खिच्न मन लाग्छ लेट मी नो है डोन्ट वरी अबाउट द्याट लेट्स गो टुवर्ड्स आवर डेस्टिनेसन होइन हाम्रो डेस्टिनेसन चाहिँ पारी हो पारीबाट चाहिँ हामीले हाम्रो खानेकुरा चाहिँ पिक गरौँ त्यसपछि चाहिँ हामी त्यो लोकेसनमा गएर बसिन्छ त्यो लास्ट टाइम हामी त्यहाँ बस्या हो होइन त्यहाँको लोकेसनमा चाहिँ हामी बसिन्छ सो राइट नाउ वी आर हेडिङ टुवर्ड्स आवर लोकेसन कमन भाइ हेर टावर ब्रिजमा आएपछि सबै यस्तै लोभिन्छन् के यसको अब भ्यू नै त्यस्तै छ के गर्नु होइन ल हाम्रो अर्डर पनि लगभग भाइ आइसकेको छ होइन फोटो हानिदिउँ भने कस्तो फोटो हानिदिउँ ल भन त भाइको फोटो हानिदिँदैछु ल म भिडियो गर्दा चाहिँ भाइको फोटो हानिदिँदैछु ल फोटो चाहिँ कस्तो आयो होला त भिडियो गर्दैको फोटो भाइ माथि नचढाउन न फेरि तल सऱ्यो भने समस्या पर्छ कि मैले त कडा फोटो हानिदिइसकेर हौ के हो अब रातिमा खिचे जस्तो बिहानमा खिचे जस्तो आउँदैन फेरि होइन म चाहिँ यसो सकेसम्म आफूले चाहिँ क्वालिटीको निकाल्ने कोसिस चाहिँ गरिरहेको छु ओहो कस्तो हल्ल्या है यता हेर न ओके जाउँ लेट्स गो हामी चाहिँ त्यहाँ हाम्रो अर्डर गरेको चाहिँ प्रोडक्टहरू आइसकेको छ त्यो भएर हामी चाहिँ त्यसलाई चाहिँ वेट गराउन मिल्दैन किनकि हामी पनि भोलि बिहान होइन यो डेलिभरीको जागिर गर्न थाल्यो भने हामीलाई नि यस्तै तनाव पर्ने हो सो हामी चाहिँ यस्तो गराउनु हुँदैन भाइ आऊ कमन यस्तो छ लन्डनको अथवा टावर ब्रिजको रातिको भ्यू यस्तो छ ल हेर्नुहोस् गाइज हेर्नुहोस् तपाईहरु राम्रोसँग हेर्नुहोस् कस्तो छ त टावर ब्रिज हाउ डु इट लुक्स इन नाइट मोड यो चाहिँ थेम्स रिभर होइन कस्तो राम्रो छ होइन थेम्स रिभरको ट्यागको छेउछेउमा थेम्स रिभर होइन त भाइ बोल्न त बोलिहालेँ फेरि मिस्टेक भयो भने त अनि अर्को तनाव हुन्छ नि त हो एडिट के गर्नु हो एडिट नगर्ने के जे बोले त बोल्यो हो नि त एडिट गर्नु हुँदैन हो धेरै हामी भनेको ठ्याक्क लाइभ जस्तै होस् न होइन जे बोल्यो 5 मिनटमा आउँछु भन्दै थियो होइन उबर इट्स सो हामी चाहिँ अब 5 मिनटभित्र हामी चाहिँ त्यहाँ पुग्नुपर्छ सो यस्तो छ भ्युज होइन के हो यो एन्सर दिस क्वेशन हाउ मेनी एलिफेन्ट ल एन्सर दिस क्वेसन जसले एन्सर गर्छ 5000 नेपाली प्राइज एन्सर मलाई पनि थाहा छैन फेरि कसलाई सोध्ने हो आई डोन्ट नो
5000 प्राइस भनिहालेँ होइन। एन्सर चाहिँ मलाई पनि थाहा छैन होइन। अब एन्सर कसलाई सोध्ने चाहिँ सोधौँ, डिस्कस गरेर चाहिँ एउटा विजेता चाहिँ फाइनलाइज गरौँला। अनि त्यसपछि प्राइज चाहिँ मिलेर फेरि बाँडौँला होइन। त्यसमा भागेदार म पनि हुनेछु हो। हामी चाहिँ त्यहाँसम्म चाहिँ मैले अब डेलिभरीको चाहिँ त्यहाँ पिङ गरेको थिएँ, त्यो लोकेसनसम्म चाहिँ हामी गइन्छ, त्यहाँ चाहिँ डेलिभरी लिन्छ। अनि त्यसपछि हामी ब्याक टु आवर लोकेसन। अब लोकेसन चाहिँ ट्याक्क लन्डन ब्रिजको मुनिपट्टि हो। मुनिपट्टि चाहिँ हामी गइन्छ, एकैछिन बसिन्छ अनि च्याप्प अब चिकन विङ्सहरू अब अर्डर के गरेको थिएँ भने मैले देखाउँछु होइन। सबै सर्लक्क तपाईँहरूमा चाहिँ मैले देखाउँछु र अनि त्यसपछि चाहिँ बाँकी कुराहरू गरौँला है। अहिले चाहिँ तल गएर सँगसँगै तलको भ्यू हेरौँला। ओके टेक केयर है केटा, टेक केयर है। गाडी आइरहेको छ है, रोक्दैन जान्देऊ। सो ल केटा हात उठाइदेऊ नि त। चियर अप सुदीप हात उठाइदेऊ। नउठाइदिनु सुदीप भाइ रिसाएको छन्। अघि मैले यसो नराम्रो के भन्दै है, रिसाएर फेरि भाइ नरिसाउ भनौँ न भनेको मान्दैनन् के हो। एनिवे ठिकै छ होइन। अब रिसाउनेलाई रिसाउन दिनुपर्छ के हो, ठिक छ। विल बी कन्टिन्यू लेटर। हेलो ये दोस्ती हम नहीं तोडेंगे दम मगर। हामी चाहिँ अब सिडीबाट चाहिँ तल झरिसक्यौँ होइन। के क्वेसन छ खै क्वेसन रिभिल गरौँ त गाइस। क्वेसन लाइट फोकस। हाउ मेनी rivers did they use to build Tower Bridge? Okay, do anybody know this answer of this question? Please let me know. I also don't know. I'll Google it and let you know later. So last time यहाँको रमाइलो बेग्लै थियो गाइज होइन। लास्ट टाइम यहाँको रमाइलो अलि बेग्लै भएको कारणले गर्दाखेरि म लास्ट टाइमको भिडियो चाहिँ अलिकति पोस्ट गर्न चाहिँ असमर्थ छु होइन। त्यो पोस्ट गरिनँ मैले किनकि अलिकति रमाइलो नै भएको थियो बेग्लै होइन। सुदीप भाइ लास्टको मेमोरी यहाँको याद छ कि नै? कस्तो भ्यू छ हेरौँ है। ट्याक्क यहाँ चाहिँ लन्डनको सबभन्दा ठुलो टावर होइन। ट्याक्क टावर यतापट्टि ठडिरहेको छ। त्यसपछि सर थेम्स रिभर चाहिँ यहाँ सर बगिरहेको छ होइन। सर होइन सल बगिरहेको छ। त्यसपछि गएर यहाँ राम्रा घरहरू हेर, कति राम्रा बिल्डिङहरू ठडिएका छन्। अनि त्यसपछि हाम्रो टावर ब्रिज चाहिँ सरलक्क यसरी बसिरहेको छ यहाँ। अनि हाम्रो यहाँ चरा लाएर यिनलाई के को रहर फेरि लाउन यो चिसो पानीमा डाम्नु तँलाई डाम्नु। कसम कसलाई पिसाब लाग्यो? यो भाइलाई पिसाब लाग्यो। ऊ त्यहाँ ट्याक्क ऊ त्यो रुखको छेउमा जाने फेदा तुरुर पार्ने।
यहाँ खासमा ब्याचलरमा आउने नै होइन नि